Hi guys, good morning. Welcome to my new vlog. So अहिले हामी एयरपोर्ट गएरा छौं. हामी चाहिँ मेरो होम टाउन गएरा छौं जनकपुर. So हामी चाहिँ च्यालेन्ज फेस गरिरा छौं कि अहिले हाम्रो 10:25 को टिकट छ. 10 बजिरा छ अनि देखाएर छ कि हामी 30 मिनेटमा पुग्छौं. हेर्छौं हामी 25 मिनेटमा पुग्छौं कि नै. यो एयरपोर्ट जाने बाटो हामी चाहिँ सर्टकटबाट गएरा छौं. हेर्छौं पुग्छौं कि नै. गाइस अहिले 10:20 भइसक्यो. 5 मिनेट बाँकी छ हैन अनि 10 मिनेट लाग्छ जानुमा. हेर्छौं हामी पुग्छौं कि नै. ल बाइ. गाइस हजुरले मलाई पहिला पनि हेर्नु होला कि पहिला मैले पनि यो भिडियो बनाउँथे तर युट्युबले मेरो च्यानल डिलिट गरिदियो. अब मेरो रेगुलर भिडियो आउँछ यही च्यानलमा. प्लिज सब्स्क्राइब गरिदिनुस्, लाइक गरिदिनुस्, कमेन्ट पनि राम्रो गरिदिनुस्. अहिले चाहिँ हामी कोटेश्वर पुगिसक्यो. त्यहाँ प्लेनहरु गइरा छ. डोमेस्टिक अराइभल्स पछाडि चाहिँ हाम्रो इन्टरनेसनल अब हामी चाहिँ हाम्रो क्याबबाट सामान चाहिँ निकाल्छौँ. हाम्रो ब्यागहरू अहिले चाहिँ दाइले चाहिँ यतिकै पार्क गर्दै हुनुहुन्छ. अहिले चाहिँ हामी सामान निकाल्दैछौँ. म त्यता भ्लग गर्दैछु. थ्याङ्क यू दाइ. दाइले हामीलाई पुगाइदिइसकेछौँ. अब हामी गएर छौँ हाम्रो बोर्डिङमा. अब हजुरलाई म बोर्डिङको बेला फोन गर्छु. ल म चाहिँ आज फुल केल्मीमा बस्छु. ज्याकेट पनि केल्मीको, ट्राउजर पनि केल्मीको, जुत्ता पनि केल्मीको, टी सर्ट पनि केल्मीको. अहिले मैले यो तलको ब्याग उठाएको, हात पुरी दुख्यो अनि अब चाहिँ हामी बोर्डिङ पस्किरहेका छौँ. अब त्यसको चाहिँ हामी फ्लाइटमा जान्छौँ टाइम भेट्यो भने. अहिले चाहिँ मेरो अहिले चाहिँ हामीहरूको बोर्डिङ पास आइसक्यो. चेकिङ पनि गइसक्यो. 30 मिनट लेट छ. 30 मिनट. अब हामी 30 मिनट वेट गर्छौँ. यति बेला म हजुरलाई देखाउँछु एयरपोर्टमा के छ सब स्क्रिनहरू. अहिले गाइस अहिले हामी चाहिँ यतिकै बसिरहेको थियौँ अनि एज रेकर्डलाई पाए स्क्रिनमा यतिकै फोटो आइरहेको छ. अनि थ्याङ्क गड मेरो मामा हुनुहुन्छ. मामाले चाहिँ मेरो भिडियो चाहिँ आधा अलरेडी एडिट गरिदिनु भएको छ. हामीले मोबाइलमा एडिट गर्नुपर्छ किनभने जुन हाम्रो ल्यापटप थियो होइन त्यो चाहिँ हामीले आफ्नो घरै छोडिसकेको छ. त्यही भएर मोबाइलमा एडिट गर्नलाई फेरि गाउँ गएपछि मामा त यताउता गएर टाइम भेट्दैन. त्यही भएर भइहाल्छ. हजुरको मेरो भ्लग चाहिँ ठ्याक्कै 7 बजे आइहाल्छ. अहिले चाहिँ म खाना केही किन्न गइरहेको छु. मामुले मलाई पैसा दिनुभएको छ यति तेल म खर्च गर्छु आज. अब म खाना लिँदाखेरि हेर्छु के छ देखाइदिन्छु. अहिले चाहिँ मैले चिकन स्यान्डविच लिएँ त केही राम्रो थिएन. त्यही भएर मलाई चिकन स्यान्डविच हेर्नमा राम्रो लाग्यो. एयरपोर्टमा आउने बित्तिकै सधैँ म यही खान्छु. हेर्छु अब
फेरि कस्तो टेस्ट हुन्छ अनि खाना खाएर हुन्छ म देखाउँछु कस्तो मिठो हुन्छ गाइस अहिले चाहिँ हामी चाहिँ प्लेनमा आइसकेका छौँ के हो भने हामी क्यान्टिनमा गयो खाना सानो किन्नु गयो होइन आउने बित्तिकै हेरेर त प्लेनै छैन हामी प्लेनको नामै छैन फेरि गेट नम्बर 5 मा हेरेको त सबजना त्यही रहेछ अनि आज हामी टाइममा नआएको भए प्लेनहरू हामी छुटिसकेका हुन्थ्यो अब हजुरलाई अहिले चाहिँ म प्लेनमा बसिसकेको छु अनि अहिले म काम बसिरहेको छु यो छ नि त्यो के भन्छ फ्यान फाइनली अब हामी टेकअप गर्नेवाला छौँ Kathmandu like 27 Celsius है 31 डिग्री है और म ज्याकेट सब निकाल नागले पनि टुपी निकाल्नु ड्राइभरले पनि हामीले फोन गरिसक्यो कि गाडी आइरहेछौँ 10-15 मिनेट रोक्नु अब हेरौँ 10-15 मिनेट लाग्छ कि नै कि 1 घण्टा लाग्छ पुगिसके अनि मलाई एकदम गर्व
31 डिग्री सेल्सियस छ। कस्तो गर्मी भइरहेको छ। अब यहाँ मेरो साथी छ नवराज। अब म उहाँको क्रिकेट खेल्न जान्छु अनि म चाहिँ गाउँको भ्लग चाहिँ भोलि पोस्ट गर्छु ल। आई होप यु लाइक दिस भिडियो। प्लिज थ्याङ्क्स फर